आज ट्युसडे होइन, ट्युसडेको मार्केट चलिरहेको छ। कहाँ कति चाहिँ यार फेरि। सो अहिले चाहिँ ट्युसडेको मार्केट चलिरहेको छ। मैले केही बुझ्नै सकिरहेको छैन कि कस्तो गाह्रो लागिरहेको छ यार। मैले आफ्नो माइन्डसेट गाह्रो बनायो कि के हो, मैले मार्केट कन्डिसन नै बुझ्न सकिरहेको छैन। प्राइस एक्सन 4 आवरको टाइम फ्रेममा हेर्नुपर्दा मार्केट बुलिस आउट अफ फ्लो नै रेस्पेक्ट गर्दै गइरहेको छ। यताको 4 आवरको स्मल बेस फेयर भ्यालु ग्याप पनि इन्भर्स हानिदिएको छ। प्लस 1 आवरको यो फेयर भ्यालु ग्यापमा रिट्रेसमेन्ट पनि देख्न सक्छौँ। प्लस यो डिस्काउन्ट लेभलमा नि आएको चाहिँ यहाँबाट बाईको लागि हेर्न मिल्छ। अब एक्जिक्युसनहरू पनि केही मिलेको छैन। म एकदमै फ्रस्ट्रेट भएर बसिरहेको छु यार। केही कुरा नै वर्कआउट नभएको जस्तो फिल भइरहेछ मलाई। के भइरहेको खै, मैले नराम्रो सेटअप देख्न थालेको छु न कि इट्स लाइक स्ट्राटेजी नै केही छैन जस्तो फिल भइरहेछ। भर्खरै ट्रेडिङमा इन्टर भए जस्तो फिल भइरहेछ यार। के हो के हो। 1 मिनटको टाइम फ्रेममा यताको यो बुलिस एसएमटी चाहिँ देख्न सक्छौँ हामीले। एमइएसले यताको लो लिएको छैन, एमएनक्यूले लिने भइसक्यो है। अनि प्लस मार्केट चाहिँ यो 5 मिनटको बेरिस फेयर भ्यालु ग्यापमा छ। ट्यापिङ हुन लागिरहेछ। सो सन्चो पनि छैन त्यसको माथि। एकदमै होपलेस फिल भइरहेछ यार मलाई आजभोलि। मैले मार्केट कन्डिसनहरू केही देख्नै सकिरहेको छैन। केही लस गर्नु पर्दैन। अब मार्केट बुलिस रहेछ भने 5 मिनटको बेरिस फेयर भ्यालु ग्याप इन्भर्स हानिहाल्छ। त्यसपछि इन्ट्रीको लागि हेरौँला बरु होइन। अब के गर्ने त, अरू इन्ट्री केही छैन खासै। मान्छेले लियो भने त्यही 30 सेकेन्डमा लिन्थ्यो होला यताको यो बुलिस एसएमटी पछि चाहिँ। अहिले खासै केही छैन। कस्तो डिफ्रेन्ट हुन्छ यार फेरि यसमा। जहाँसम्म मलाई लागिरहेको छ मार्केट चाहिँ यहाँबाट माथि नै जान्छ है। मार्केटले देखाउन खोजिरहेको कुरा मैले लिन सकिरहेको छैन के यार। मार्केटले दिन खोजिरहेको कुरा मैले लिन खोजिरहेको छैन र मैले चाहिँ आफै नै प्रिटेन्ड गर्न खोजिरहेको छु। यो हप्ताभरि योभन्दा अगाडिको हप्ता पनि त्यस्तै थियो, त्योभन्दा अगाडिको हप्ता पनि त्यस्तै थियो यार। एकदमै फ्रस्ट्रेट भइसक्यो म त। मार्केटले यहाँबाट बुलिस एसएमपी दिएको चाहिँ यहाँबाट माथि जान्छु भन्न खोजिरहेको छ है। यहाँबाट अर्को कुरा भनेको फेरि यताबाट बेरिस एसएमटी आउन लागिरहेछ।
आउँछ होला अब जाने नै हौ तिमी रोकु कसरी अनन्त भावना डेमो अकाउन्ट फ्युचर्समा कति हुन्छ 1:20 हो कि 1:, कति हो यो 25,000 को अकाउन्ट बनाइदिउँ सो ट्रेड लिन पऱ्यो भए चाहिँ मैले यही ट्रेड लिन्थेँ होला है 1:1 ट्रेडको रिजन भनेको त्यही मार्केटले अब 1 आवरको यो फेयर भ्यालु क्यापबाट रिजेक्सन खाएको छ राम्रोवाला अनि 5 मिनटको फेयर भ्यालु क्याप इन्भर्स भनेको चाहिँ स्टप लस चाहिँ यता हुन्छ हाम्रो यताबाट बाई भएको छ कि फेरि मेरो मेन लिक्विडिटी पोइन्ट भनेको चाहिँ यो 1 आवरको हाई छ है यो लिक्विडिटी पोइन्ट भनेको अहिलेसम्मको लोड हुन कति टाइम लागिरहेको छ क्या 1 आवरको यो हाई कहाँ मार्क यता रहेछ यार 1:1 पनि बनाउन गाह्रो हुने जस्तो लाग्यो ब्रेक इभन पोइन्ट भनेको चाहिँ यही हो यो हाई लिएपछि ब्रेक इभनमा राख्छु सिधै आवली हाई लिँदो रहेछ यसमा भयो भने चाहिँ सो ट्रेड प्ले आउट भएपछि म देखाउँछु अहिले चाहिँ त्यही ट्रेड लिनेको रिजन भनेको यो 1 आवरको डिस्काउन्ट लेभलको फेयर भ्यालु ग्यापबाट रिजेक्सन खाएको छ बुलिस एसएमटी पनि छ प्लस 5 मिनटको इन्भर्जन छ होइन 5 मिनटको इन्भर्जनबाट यताबाट चाहिँ ट्रेड इन्ट्री हुनुपर्ने हाम्रो खास स्टप लस यता अनि 1:1 होइन यो आवरली हाई अनि ब्रेक इभन पोइन्ट चाहिँ यता हुन्थ्यो सो अहिले चाहिँ बाई थिचेको हल्का ढिला भयो सो इट्स ओके स्टप लस चाहिँ यता राखेको छु अनि 1:1 अब ट्रेड प्ले आउट भएपछि देखाउँछु स्टप लस हुन्छ कि प्रफिट हुन्छ हेरौँ है
सो हाम्रो स्टप लस चाहिँ ब्रेक इभनमा आइसक्यो अब स्टप लस एट द ब्रेक इभन पोइन्ट लेट्स सी यहाँबाट चाहिँ के हुन्छ अब ट्रेड ब्रेक इभनमा ट्यापिङ गर्न आउँछ कि टेक प्रफिट हान्छ है सो अचानक कहाँबाट यो क्यान्डल आयो है यो क्यान्डलले सिधै हाम्रो ब्रेक इभन पोइन्ट हिट भयो हानिदियो यो पोइन्ट चाहिँ हाम्रो ब्रेक इभन पोइन्ट थियो यहाँ क्यान्डल आइसकेपछि मैले एसएल सिधै यता राखेको सिधै ब्रेक इभन हानिदियो है के हो कुन चाहिँ क्यान्डल आएर हानिदिएको टेक प्रफिट हाने चिज चाहिँ जहिले यस्तो हुन्छ न त आज केही न्युज छ अचानक यस्तो के आयो स्टप लस हान्न मात्र आउँछ सो यहाँबाट चाहिँ स्टप लस हान्थ्यो हाम्रो स्टप लस भन्दा नि ब्रेक इभन डे भनौँ आज सो द्याट्स इट बाई बाई